हेलो एभ्रिवान सो आज म तपाईँहरूलाई चाहिँ मल्टिफ्याक्टर अथेन्टिकेसन भनेको के हो बुझाउन गइरहेको छु। सो दुईटा प्रकारको अथेन्टिकेसन हुन्छ। एउटा चाहिँ तपाईँको सिङ्गल फ्याक्टर अथेन्टिकेसन जुन भनेको युजर नेम र पासवर्ड मात्रै हुन्छ। सेकेन्ड भनेको तपाईँको मल्टिफ्याक्टर अथेन्टिकेसन हुन्छ वेयर वान टाइम पासवर्ड तपाईँले जुन देखिराख्नुहुन्छ वा बायोमेट्रिक अथेन्टिकेसन देखिराख्नुहुन्छ त्यसलाई चाहिँ सेकेन्ड फ्याक्टर अफ अथेन्टिकेसन मानिन्छ। सो सिङ्गल फ्याक्टर अथेन्टिकेसन गरेर मात्रै मान्छेहरूको ह्याकहरू भइरहेको हुन्छ, फिसिङ भइरहेको हुन्छ, सोसियल इन्जिनियरिङ एट्याकहरू भइरहेको हुन्छ। सेकेन्ड सेकेन्ड फ्याक्टर अथेन्टिकेसन युज गर्ने बित्तिकै मान्छेहरूको हाम्रो फेसियल रिकग्निसन हुन्छ, आइज स्क्यान हुन्छ, हाम्रो फिङ्गर प्रिन्टको स्क्यान भइरहेको हुन्छ, डिफ्रेन्ट काइन्ड्स अफ बडीको स्क्यान्सहरू भइरहेको हुन्छ। एन्ड सेकेन्ड फ्याक्टर अफ अथेन्टिकेसनले गर्दाखेरि चाहिँ सेकेन्ड लेयर अफ सेक्युरिटीले गर्दाखेरि चाहिँ हामी एकदमै सेफमा रहन्छौँ। थ्याङ्क यू, द्याट इज multi-factor authentication.